हेलो साथीहरू सम्पूर्णमा फेरि पनि वेलकम छ मेरो न्यू डेली ब्लगमा। म रोशनी चौधरी उदयपुर देउरीबाट छु र म चाहिँ एकदमै सन्चै छु र हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ भन्ने मलाई आशा छ हैन त साथीहरू। अनि यो चाहिँ मैले भर्खरै किनेको हैन यो माइक्रोफोन अनि त्यसैले चाहिँ आज चाहिँ म यो माइक्रोफोनबाट चाहिँ ट्राई गर्दैछु आजको भिडियो हैन। मेरो साउन्ड कस्तो सुनिन्छ साथीहरू, अरू बेला त अब अरू बेला नै थियो हैन, यतिकै बनाउँथे अनि आजको साउन्ड चाहिँ यसबाट बनाउने छु साथीहरू। त पुरा भिडियो मेरो वाच गरिदिनु है त साथीहरू। अनि अहिले चाहिँ ठ्याक्कै बेलुका भएको छ हैन। अनि आज चाहिँ एकदमै गर्मी थियो हैन साथीहरू। अनि म चाहिँ यो साडी लगाएर चाहिँ अहिले भनौँ न 4:30-5 बजेतिरदेखिको चाहिँ रिल्स बनाउनको लागि चाहिँ मैले मतलब यो पुरै तयार भएको थिएँ। तर पनि एकदमै गर्मी क्या, कति धेरै पसिना आएको राम गर्मीले। अनि आउनुहोस् देखाउँछु म हजुरहरूलाई आफ्नो गाउँको बारेमा पनि भन्नेछु, अरू भिडियोमा पनि भनेको थिएँ। तर पनि आज चाहिँ यो माइक्रोफोनबाट चाहिँ म हजुरहरूलाई भन्ने छु है त साथीहरू। अनि मेरो घरमा चाहिँ मेरो देउरानी दिउँसो अहिले खाना बनाउँदै हुनुहुन्छ साथीहरू। अनि बच्चा बुच्ची चाहिँ खेल्दैछन्। अनि म चाहिँ आफ्नो गाउँको यो 3 कोनीको बारेमा भन्ने छु हजुरलाई। अनि यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ हाम्रो गाउँ हो। अनि यहाँ चाहिँ बेलुकातिर सबैजना यहाँ जतिजना पनि उभिनु भएको छ नि, यो चाहिँ 3 कोनी हो। यो चाहिँ उता अगाडि जाने अनि त्यसपछि अनि बिचमा पनि यो 3टा बाटो यताउति जाने भएर चाहिँ यसलाई 3 कोनी भनेर भनिन्छ। र यसमा चाहिँ यस्तै बेलुका अनि बिहानतिर चाहिँ अब गर्मी महिना त यस्तो चिसो भएपछि चाहिँ सबैजना हावा खान आउन बस्नुहुन्छ होइन साथीहरू। अनि अर्को चाहिँ अब जाडो महिना चाहिँ घाम ताप्नको लागि जबसम्म घाम डुब्दैन र घाम उदाउने बित्तिकै चाहिँ यहाँ नजिक पहिलो किरण पर्छ क्या, त्यही भएर यहाँ चाहिँ आउनुहुन्छ अनि सबैजना। अनि हाम्रो गाउँमा चाहिँ हामी भनौँ न प्राय यहाँ चाहिँ देउरी पुरानो टोलमा चाहिँ प्राय थारू समुदाय छौँ र 2-3 घर चाहिँ विश्वकर्मा हुनुहुन्छ। अनि त्यस पछाडि चाहिँ यहाँ चाहिँ हेर्न सक्नु साथीहरू, यहाँ नजिकै मस्जिद छ र यहाँ चाहिँ एकदमै भनौँ न बस्ती नै छ एउटा चाहिँ खातुन समुदायको। अनि यहाँबाट चाहिँ 3 कोनी बाटो। अनि यहाँ चाहिँ भर्खरै हाम्रो घर नजिकै चाहिँ ढलान भएको छ। अनि यहाँ चाहिँ हाम्रो अङ्कलको घरमा चाहिँ मेरो अङ्कल चाहिँ ठेकदार हो। अनि अङ्कलको घरमा चाहिँ सबैजना खाँदै हुनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू सबैजना। अनि बच्चा बुच्ची चाहिँ यहाँ पनि बाहिर कति खेल्दैछन् होइन। अनि अरूले पनि मलाई हेर्दै हुनुहुन्छ म भिडियो बनाउँदैछु त्यही भएर। अनि यो चाहिँ अडियो भिडियो बनाउँदैखेरिको रेकर्डर हो। अनि त्यस पछाडि चाहिँ अब म हजुरहरूलाई चाहिँ यतिकै भोइस रेकर्ड गरेर त्यो भिडियोमा चाहिँ पछिबाट हालेर चाहिँ हजुरहरूलाई यही म सुनाउने छु। त साथीहरू म चाहिँ आज बिहानै उठेँ होइन। अनि बिहानै उठेर खानासाना पकाइ ओरेर चाहिँ नुहाइधुवाइ गरेर अनि त्यसपछि मैले चाहिँ लुगा धुन लागेँ होइन। त साथीहरू सबैजना छुट्टीको दिन चाहिँ घरमा आराम गर्नको लागि बस्छ। तर हाम्रो महिलाहरूको लागि चाहिँ छुट्टीको दिन भने झन् मिलाएर छुट्टी लिएर चाहिँ घरको काम गर्नुपर्छ है साथीहरू। त मैले चाहिँ लुगाहरू धोएँ। अनि लुगाहरू त म सुकाउन जाँदैछु, मेरो घरमा चाहिँ ठाउँ थिएन त्यही भएर आन्टीकोमा। अनि साथीहरू यो चाहिँ जुन मैले अडियो रेकर्डिङ गर्दैछु त्यो चाहिँ त्यही माइक्रोफोनबाट नै गर्दैछु साथीहरू। त कस्तो मेरो आवाज आएको छ कमेन्टमा प्रतिक्रिया मतलब लेखिदिनु है त साथीहरू, कस्तो सुनाएको छ भनेर अनि भन्नु है त। अनि आज अगाडिको भ्लग यसै गरी सबै हेरिदिनु है त साथीहरू।
अनि आरुषलाई चाहिँ तयार गरिसके पछाडि चाहिँ आरुषको अङ्कलले चाहिँ आज आरुषलाई लाँदैछ स्कुल। अरू दिन त मम्मीले अब जसको छुट्टी हुन्छ उसले पनि कुदाउनु, तर मलाई साइकल चाहिँ हाँक्न आउँदैन क्या साथीहरू। साइकल हाँक्न आए त यस्तो राम्रो हुन्थ्यो। हाँक्न आउँदैन भन्दा पनि हाँक्न त आउँछ, तर यसरी लोड गरेर चाहिँ डर लाग्छ। ठुलो मान्छेलाई त्यही पनि एउटा कुरा, सानोले त अब यसो हल्लियो सल्लियो भनेर त आफ्नो उत्रिन जान्दैन, त्यही भएर मलाई चाहिँ डर लाग्छ कि। अनि प्रायः चाहिँ म अब साइकलमा लग्यो भने पनि गुडाउँदै लान्छु कि अब बोकेर नै यतिकै हिँडाउँदै नै लान्छु स्कुल। त आज चाहिँ उसको अङ्कलले छोड्ने जानवाला छन्। अनि पूजाहरू गरिसके पछाडि खानासाना खाइसकेर साथीहरू म चाहिँ रुम मिलाउन लाग्यो। रुम त पुरै छ र पस्टै छ साथीहरू, के भन्नु र। अब काममा हिँड्यो भने यस्तै हो, खाली लुगाहरू हतार हतार नुहाइधुवाइ गऱ्यो अनि सुकायो राख्यो, गजराङ गुजुङ्गो थियो रुमहरू। अनि आज त सबै मेरो मिलाउने काम दिनभरि नै यही नै हुनेवाला छ। अनि हस्त साथीहरू, मेरो आजको भिडियो यति नै होइन, यो रेकर्डिङ अनि यसरी दैनिकी काम पनि देखाएँ हजुरहरूलाई। त मेरो भिडियो चाहिँ कस्तो लाग्यो अनि साउन्ड पनि कस्तो आएको छ साथीहरू, प्रतिक्रिया दिँदै आजको ब्लग यही अन्त्य गर्नेछु। र अर्को ब्लगको साथ फेरि पनि हजुरहरूको समक्ष उपस्थित हुने नै छु। तबसम्मको लागि चाहिँ बाई बाई, थ्याङ्क यू।